Hello everyone, welcome back to my channel. It's me Surendra Limbu. आज पनि मैले नयाँ भ्लग लिएर आइसकेको छु। आज चाहिँ म धान काट्नलाई खेतला जाँदैछु। अनि आज चाहिँ के कस्तो हुन्छ भिडियो पुरा हेरेर लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला अनि फलो पनि गर्दिनु होला है त। यो देखिएको चाहिँ हाम्रो बेसी हो है। यो चाहिँ हाम्रो बेसी पर्छ। यहाँ सबैले धान कसैले काटिसकेछन्, कसैले चाहिँ काटेको रहेन रहेछ। यस्तै छ है साथीहरु। म पुग्नु पर्ने ठाउँ चाहिँ यहाँ पर देखिएको ठाउँ हो। तपाईहरुलाई म देखाउँदै जान्छु है त। हो यो देखिएको चाहिँ यो चाहिँ हाम्रो कुलो हो। यही कुलोबाट हामी चाहिँ पानी ल्याएर धान रोप्छौं। यहाँ परदेखि उता चाहिँ सिमेन्टी प्लास्टर पर मोहनसम्म नै छ। मोहन भन्छ कि मोहन भन्छ, खोलासम्मै छ। अनि त्यहाँदेखि यता चाहिँ यस्तै छ। गाउँघरमा खेती किसान गर्नलाई पनि गाह्रो छ हो। समयमा पानी पर्दिदैन, गरेको जस्तो फल पाइदैन। त्यही त हो नि, अरु त के हुन्छ र। पानी चाहिँ यहाँदेखि उता लगाइरहेको रहेछ। अहिले खासै पानीको त्यति आवश्यकता पनि छैन। पानी चाहिँ आइरहेको रहेछ तर पनि उधरतिर फर्किरहेको रहेछ पानी। यहाँ उधर लगाइदिरहेको रहेछ, फर्किरहेको रहेछ। अहिले पानीको आवश्यकता छैन, त्यही भएर हो। अब अलिक दिनपछि चाहिँ धान सान उठाइसकेपछि चाहिँ पानीको आवश्यकता हुन्छ। अलिक पछिदेखि चाहिँ अब खेतमा बाली नाली के छरेपछि त भिजाउनै पर्यो। भिजाउँदाखेरि चाहिन्छ, त्यही हो। ल कुरा गर्दा लगभग म त पुग्न लागिसकेँ। अब मान्छेहरू आएको छैनन्, घर धनीहरू। म चाहिँ तल जङ्गल बाटो गएँ डाइरेक्ट खेतमा। के हुँदैछ खेतमा, खेत पुगेर देखाउँछु है त। फाइनली गाइज म चाहिँ खेतमा पुगिसकेँ है। मैले हजुरहरूलाई सिमेन्टी प्लास्टर कुलो भन्दै थिएँ। त्यो चाहिँ हाम्रो यही हो है। 2 वर्ष 3 वर्ष कति भयो यो बनाएको। 2 वर्ष भयो होला लगभग। यही हो है सिमेन्टी प्लास्टर गरेको चाहिँ। यहाँनिर छ। यहाँदेखि उता चाहिँ माथिल्लो कुलो भन्छ, यहाँदेखि उता चाहिँ तल्लो कुलो, माथिल्लो कुलो तल्लो कुलो छ। यो दुवै कुलोले भेट्छ हाम्रो चाहिँ। हाम्रो गाउँमा विकास केही भएको छैन। कुलोको चाहिँ यहाँसम्म आएर विकास भएको छ है साथीहरू। अरू त त्यस्तै हो, यतिसम्म चाहिँ विकास भएको छ है। खेत चाहिँ है साथीहरू। आज काट्ने चाहिँ मैले धान भनेको यही हो। धान चाहिँ पुरा पाकेर है बिजोकै भइरहेको रहेछ नि। काट्ने बेला बितिसक्न आँटेछ नि। कतिखेर आउँछन् मान्छेहरू पनि रहेन रहेछ। हेर्न सक्नुहुन्छ है साथीहरू। हामी चाहिँ धान काट्दैछौँ है अहिले। केटाहरू चाहिँ यहाँनिर पछाडि छन्। ओए केटा हो, यहाँ माथि भ्लगमा आइगर केटा हो। के छ केटा हो खेतलाहरू? यसो प्रतिक्रिया केही? हाम्रो त प्रतिक्रिया छैन। मेरो त पुरै छ है। पुरै छ। ए यता हो बाजे। अब चुनाव आउँदैछ नि त, सरकार कसलाई बनाउनु पर्यो अरे साँच्ची? भर्सक नले बनायो नि। ए ग्रेवाला टोपी लाउने के छ? ठिकै छ। ल यहाँ धेरैजना छौँ हामी। आज चाहिँ हामी 8-9 जना छौँ। पल्लोपट्टि पनि छन् 4 जना जस्तो उता छन्। हामी 5 जना चाहिँ यता छौँ। साथीहरू भ्लग भन्ने कुरो यस्तै हो। हाम्रो चाहिँ खाजा खाने टाइम पनि भयो। यहाँनिर फेरि खाजा खाने टाइम भयो। ल हामी आएको है। खाजा पनि खान सुरु भयो। हाम्रो चाहिँ यस्तै छ है गाउँघरमा खाजा भनेको चाहिँ। खाजा यस्तो छ। फाइनल्ली साथीहरू लगभग अब चाहिँ हाम्रो चाहिँ धान पनि काटिसकिनु आँट्यो। अनि खेतलाको बिदा गर्ने टाइम पनि हुन लाग्यो, घर जाने टाइम पनि। आजको दिन चाहिँ एकदम रमाइलो गफगाफमा बित्यो भन्नुपर्छ है साथीहरू। सिरान पुगिसक्यौँ हामी चाहिँ धान काटेर। सकिनै आँट्यो अब। धान काट्दैछन् यहाँनिर फेरि टोलीहरू। एकदम राम्रो छ। हावा पानीले सोतरै बनाएको छ हाम्रो यहाँ गाउँतिर चाहिँ धान चाहिँ।
यस्तो छ ल है केटा हो भ्लग आउँदैछ भरे लाइक कमेन्ट सेयर हान्नुपर्छ है हाम्रो यता चाहिँ फेरि सरकार यता जिम्मा दिए भन्ने हुन्छ भन्दैछ अब उसले चाहिँ सरकार चाहिँ उसलाई नै बनाउनु पर्छ जस्तो लागिरहेछ मलाई तँलाई चाहिँ प्रधानमन्त्री दिन्छु होला सुशीला कार्कीको सट्टा ल है फाइनली साथीहरू हामीले चाहिँ धानसान काटेर सक्यो खेतलाहरू सब घर घर जान थाले अब यहाँ हेर्नुपर्छ सबैजना घर घर जान थाले रात पनि परिसक्यो ल है साथीहरू हामी चाहिँ धानसान काटेर घर लागिसक्यौँ फर्किसक्यौँ पछाडि केटाहरू आउँदैछौँ साथीहरू आजको भिडियो चाहिँ के कस्तो लाग्यो अवश्य पनि लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला अनि फलो पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ एभ्रीवान बाई बाई